कथा क्षेत्र साहित्यको विधा कथा रहेको छ। शीर्षक अजम्बरी माया, लभ इज लाइफ। शब्द लेखक चुडामणी सुवेदी। एकजना केटा र एकजना केटी रिलेसनसिपमा थिए र धेरै पछि बिचमा केही कारणवश बोल्न छोडेका थिए र केटीले केटालाई पछि फोन गर्छ र भन्छ केटाले हेलो, अनि केटी भन्छ हजुर भन्नु, आई मिस यु भनेर केटाले भन्छ र केटीले भन्छ आई मिस यु टु। आज बिहानैदेखि खोइ किन तपाईँको धेरै याद आइरहेको छ। अनि केटाले भन्छ आई लभ यु, तिमी अहिले मसँग आउन सक्छौ? केटीले भन्छ सक्छु, मलाई पनि तपाईँसँग भेट्न मन लागिरहेछ, म अस्पतालमा छु, छिट्टै आउनु है भनेर केटाले भनिसक्दा केटीले आत्तिँदै भन्छ के भयो तपाईँलाई, मलाई भन्नु त। त्यहाँबाट केटाले भन्छ डियर त्यस्तो डराउनु पर्ने केही भएको छैन, मलाई बस तिमी आऊ। केटीले हतार डराउँदै फोन काटेर हतारिँदै अस्पताल जान्छ। अस्पतालमा उसले केटाको बुवालाई देख्छ अनि भन्छ केटीले के भयो उहाँलाई? केटाको बुबाले भन्नुहुन्छ नानी उसलाई चिन्छौ? अनि केटीले भन्छ चिन्छु, म उसको मिल्ने साथी हो। केटाको बुबाको गहभरि आँसु बनाउँदै उसलाई ब्लड क्यान्सर भएको छ भन्नुहुन्छ उहाँको बुबाले। र केटीले भन्छ उसँग भेट्न जाँदा उसलाई केही नभनिदिनु, उसलाई केही थाहा छैन। यस्तो कुरा सुन्ने बित्तिकै केटी पागल जस्तै हुन्छ, केही सोच्न सक्दिन, सपना हो कि विपना। केही समयपछि केटालाई होस आउँछ, आफ्नो बुबालाई सोध्छ बुबा मलाई भेट्न कोही आएको थियो? केटाको बुवाले सुनेपछि भन्नुहुन्छ एकजना तेरो साथी आएको छिन्। अनि केटाले भन्छ बुबा म के उसँग एक्लै भेट्न सक्छु? केटाको बुवाले भन्नुहुन्छ हुन्छ म पठाइदिन्छु, नानी तिमीलाई उसले बोलाएको छ। यो सुन्ने बित्तिकै ऊ केटा भएको कोठातिर दौडिँदै जान्छ र ढोकाको छेउमा पुगेपछि बिस्तारै रोकिएर केही थाहा नभए जस्तै गरी भित्र जान्छ। केटीले आँखाबाट बगिरहेको आँसुलाई रोक्दै तपाईँलाई कस्तो छ अहिले भन्दै सोचे र केटाले भन्छ तिमी आयौ, अब सबै ठिक भइहाल्छ नि। त्यहाँबाट केटीले मनको पीडालाई हल्का गर्दै मुस्कुराउँदै भन्न थाल्छ म के भगवान हो र, म आउने बित्तिकै ठिक हुनलाई पागल। यति भनेर केटाले भन्छ मेरो लागि त तिमी नै भगवान हो पगली। केटीले भन्छ कुरा गर्न त तपाईँलाई जति कसले सक्छ र, त्यसै पट्याएको हो त मैले तिमीलाई भन्दै केटाले भन्छ। अनि केटीले भन्छ होला खुबै, मैले नपत्याएको के हाल हुन्थ्यो बिचराको। यस्तै कुरामा दुवैले केही बेर आफ्ना पीडामा भुली कुरामा मग्न हुन्छन्। अनि केटाले भन्छ काली आज तिम्रो हातबाट खाना खानु मन लागिरहेको छ, खुवाउँछौ? यति भन्ने बित्तिकै केटीले हुन्छ म तपाईँलाई अहिले नै खाना खुवाउँछु। केटीले केटालाई खाना खुवाइदिन्छ र केटाले भन्छ सुस्तरी बिस्तारी भन्छ काली। अनि भन्छ केटीले हजुर तिमी मेरो कति ख्याल राख्छौ है, मन थाम्न सक्दिन, रुन थाल्छ, एक्कासी भक्कानु छोडेर रुन थाल्छ। अनि केटाले भन्छ ल के भयो नरौ न प्लिज, म ठिक छु। यति भनिसकेपछि केटीले भन्छ म रोएको छैन, मेरो उमेर पनि तपाईँलाई लागोस्, म तपाईँलाई केही हुन दिन्न भन्दै केटीले आँखाभरि तिल पिलासु राख्दै भन्छ कथा